एक शिक्षकमा कोही सर अनि कोही गुरु अनि कसैको मार्सापमा कोही सफलता जस नपाउने अनि कोही असफल हुँदा अब्जसको भारी बोक्ने बाघ आएर शिक्षक बनेको म एउटै स्थानबाट हजारौँका घरमा पुग्ने म र चिन्ने म तर सरकारले मलाई चिन्दैन तर भन्छ होस् न मैले हलो जोत्दा कसैले केही भन्दैन अनि बारी खन्दा पनि कोही केही भन्दैन तर थकाइ लाग्दा एक सरको तमाखु तान्दा अझ कहिलेकाहीँ चिरित एक बटुको लुकेर सोमर असफी हुँदा अनेकौं थरीका गालीले पुकारिने म घरको लागि कमाईको स्रोत छोरी कापी कलम भन्छे छोरा मोबाइल भन्छ जीवन साथीका आफ्नै अभिलाषा होलान् आफ्ना इच्छा रहरहरू त भन्ने ठाउँ नै नभएको म तर पनि खुसी छु म मेरा अनुभवहरू अनि सिपहरू बाटो घाटो अनि चौतारोमा बाँडिरहेको छु किनकि म त एक शिक्षक हूँ मेरो काम बाँड्ने हो त्यसैले त खुसी छु म साँच्चै त्यसैमा त खुसी छु म हस् धन्यवाद।